Hello guys, good morning. Welcome back to my new vlog. So guys, finally बिहान उठेर चिया पिउन लाग्छु म त। निन्द्रा पनि खुल्या छैन, आँखा ठुल्ठुलो आँखा भाएर आज त। हिजो त सानो थियो आँखा, आज खै आँखा किन उस्साएर ठुलो भएको छ यार। निन्द्रा नपुगेर हो कि निन्द्रा धेरै भएर हो थाहा भएन। सुत्न चाहिँ हिजो हल्का छिटो सुतेको थिएँ। हल्का म हिजो अस्ति राति त सुतेको थिएन नि त, त्यही भएर हिजो खाना नखाने बित्तिकै मजाले सुत्दिएको त्यो निन्द्रा त राम्रो आएको थियो होइन। जस पानी खानी परेर हिजो पनि दिमाग खराब। घुम्न जाम्ला भनेको घुम्न पनि जान पाइएन। चिया खान जाऊँ भनेको चिया पिउन, चिया पनि कहाँ छ यार। चिया पिउने त जाऊँ भनेको खोज्नु पऱ्यो अब होइन। खोजेर टक्क चिया पिएर आउँछु। यस्तो छ हेर्दाखेरि चाहिँ पुरा पहाडी इलाका जस्तो हो क्या, राम्रो घुम्ने ठाउँ पनि। तपाईँहरूलाई म देखाउनेछु है अहिले एकछिनमा। बिहान चिया खान जाऊँ भनेको त यार पसलै खुला छैन यार। अहिले कति 6 बज्यो होइन, 6 बजे जस्तो घाम लागिरहेको छ यता। बिहान कति 4:30 बजेतिर उज्यालो भइरहेछ। 4:30 बजे उज्यालो भएर 5 बजे त पुरा घाम लागिहाल्छ। तर यहाँ मान्छेहरूको उठाइ हुँदैन। मेरो अगाडि गाई, अघि गाई छ, पछि म छु। कसैले कुरा छैन, भोक लागेर दिमाग खराब। हिजो खाना खाएको, बिहान उठ्ने बित्तिकै चिया खाने मन लाग्छ। अनि चिया त खाऊँ भनेको चिया पसल नै खुला छैन। हेरौँ अगाडिसम्म गएर पुगेर आउँछु। पायो भने ठिक छ, नत्र फर्केर जानु पर्छ। हामीले एउटा पसल मिल्यो चियाको। चिया खाएर तपाईँहरूलाई म उता जानुपर्ने छ। फेरि अगाडि पुगेर आउँछु म एकछिन चिया खाएर। चिया पिएर अब लाग्यो फेरि उता रुमतिर होइन। पानी पर्ने जस्तो भइसक्यो। फेरि पानी परेको भइरहेछ। दिमाग खराब भइरहेछ। फेरि त्यो जाँदाखेरि पानी पऱ्यो भने फेरि दिमाग खराब हुने। फेरि अब 11 बजीको फ्लाइट छ। 11:55 भन्ने 12 बजेको फ्लाइट छ। 9 बजी यहाँदेखि निस्किहाल्नु पर्ने। 9 बजे निस्केर टक्क एयरपोर्टमा हल्का घुम्नु पऱ्यो नि होइन। हल्का घुमेर आउनु पऱ्यो। मलाई हेर्दाखेरि चाहिँ ठ्याक्कै काठमाडौँको याद आयो कि मलाई। यता टक्क हल्का डाँडा होइन, बाटो पनि त्यस्तै उकालो ओह्राली छ। फेरि घरहरू पनि त्यस्तै छ। पछाडि हाम्रो पुरा सेम काठमाडौँ जस्तै छ क्या यो। फेरि एउटा यो आइल्यान्ड हो होइन, उकाली ओह्राली छ। फेरि प्लेन पनि छ, प्लेन ठाउँ पनि छ, उकाली ओह्राली पनि छ होइन। त्यस्तै सडक छ, सेम त्यस्तै छ यार। ठ्याक्कै याद आयो। सो अब चाहिँ म लागेँ रुमतिर। भिडियो के कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला। मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। त भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट जरुर गरेर जानु होला। फेरि भेट्ने छु अर्को नयाँ भिडियोमा। अहिलेलाई बाई बाई।